गृहमन्त्री चाहिँ अलिकति कडै आउनुपर्छ। मैले चाहिँ राजुनाथ पाण्डे भनेको थिएँ फेरि बालेनजीसँग अलिकति जोडी मिल्ने भनेको राजु पाण्डे हुन्छ भनेर भनेको थिएँ। अनि अप्सनमा मैले सुदन गुरुङ पनि भनेको थिएँ फेरि सुदन गुरुङ पनि मान्छे कडा लाग्छ क्या मलाई। अनि गृहमन्त्री त अलिक कडा हुनु पऱ्यो नि त, अलिक तुरुन्तै डिसिजन लिन सक्ने मान्छे होइन। अब गृहमन्त्री सुदनजी हुनुभयो भए होइन, अब भ्रष्टाचारीलाई चाहिँ कारवाही होला जस्तो लाग्यो। बालेन शाहले केही न केही गर्नुहुन्छ। अब यसमा रवि लामिछाने पनि ठुलो हात हुन्छ है, किनभने उहाँ झन्डै झन्डै 2/3 पार्टीको सभापति हो। त्यागी नेता भनिरहेको छ नि हो, रवि लामिछानेले त्याग गरेकै हो क्या। सम्पूर्ण भ्रष्टाचारीलाई थुन्ने हो क्या। हाम्रो नेपालको जेलले पुग्दैन त्यो थाहा छ। अरे भ्रष्टाचारी भनेको नेताहरू मात्रै हुँदैन क्या, कर्मचारी हुन्छ, जनताहरू पनि हुन्छ क्या। नारायणघाट मुगलिङ सडक खण्ड बन्द भयो भने यहाँ पेट्रोल पम्प बन्द हुन थाल्छ। काठमाडौँमा 1 किलो गोलबेडाको 300 भन्न थाल्छन्। त्यो भ्रष्टाचार होइन, यस्तालाई पनि कारवाही हुनु पऱ्यो क्या। सुदन गुरुङलाई के गृहमन्त्री बनायो भन्ने कुरो थियो क्या, सायद अर्जुनले पनि सुनिरहेको थियो होला। सुदन गुरुङ अहिले नियुक्ति मात्र भएको छ, पहिला काम गरेको हेर्न दिउँ न होइन। उहाँ पनि पहिलाको जस्तै निस्क्यो भने त विरोध गरौँला, पहिला कुर्सीमा बस्न दिउँ, काम गरेको हेरौँ होइन। त्यसपछि हेरौँ। रिमा जतिको मान्छे होइन, त्यत्रो पढे लेखेको मान्छे होइन, चुनावै लडेर पनि सांसद हुन सक्थ्यो, तर दलित कोटामा जानुभएको छ कि। मलाई यो दलित कोटा यो कोटा भन्ने नै मन पर्दैन कि। राइट म्यान राइट प्लेस हुनुपर्छ, सक्षम मान्छे जानुपर्छ। रिमा विश्वकर्मा यतिकै सक्षम छ नि, प्रकाश सपुत, रिमा विश्वकर्मा दलित कोटा चाहिन्छ, यो खारिज गर भन्नुपर्ने मान्छे हो कि। बालेन पनि कडा छ, सुदन पनि कडा छ, केही न केही गर्छ। अब यो कार्य सकेन भने मलाई बोलाउँदा नि हुन्छ। तपाईँलाई बोलाउँदा पनि राम्रै हुन्छ। तपाईँ कुनै पद दिएर दिन त कहाँ दिन्छ र होइन भने नि। म भने मतलब यहाँ धेरै छ नि त। म भने मतलब जसले लिन जाने हुँदैन, दिन मात्र जाने हुन्छ भन्नु खोजेको कि। त्यस्तालाई ल्याउनु पऱ्यो नि त। बालेन शाह मेरो त फेभरेट हो, म उहाँको फ्यान हो होइन। उहाँ प्रधानमन्त्री बन्दै हुनुहुन्छ, सायद शपथ पनि लिनुभयो क्या यति बेला। लिइसक्नुभयो। बालेनजीलाई एकदमै धेरै धेरै शुभकामना, बधाई पनि होइन। मलाई जहाँसम्म लाग्छ अबको 5 वर्ष बालेन शाहले नेपाललाई देखिने गरी केही न केही चेन्ज ल्याउनुहुन्छ भन्नेमा म चाहिँ ढुक्क छु होइन। अब उहाँको मन्त्रीमण्डलले पनि साथ दिनु पर्यो, हाम्रो रवि लामिछानेले पनि साथ दिनु पर्यो होइन। सबै मिल्यो भने देश बन्छ। अब बालेन शाहले बनाउँछ जस्तो नि लागिरहेको छ मलाई चाहिँ। अब गृहमन्त्री बनेपछि सुदन गुरुङ बनेपछि सबैभन्दा खुसी जय दाइ हुनुहुन्छ अरे भन्ने चर्चा छ। किन होइन, सुदन गुरुङजी भइसक्यो हो, भइसक्नु भयो। उहाँलाई धेरै धेरै बधाई। मैले पहिल्यैदेखि धेरै इन्टरभ्यूमा भनेको थिएँ होइन, गृहमन्त्री चाहिँ अलिकति कडै आउनुपर्छ। मैले चाहिँ राजुनाथ पाण्डे भनेको थिएँ फेरि बालेनजीसँग अलिकति जोडी मिल्ने भनेको राजु पाण्डे हुन्छ भनेर भनेको थिएँ। अनि अप्सनमा मैले सुदन गुरुङ पनि भनेको थिएँ फेरि सुदन गुरुङ पनि मान्छे कडा लाग्छ क्या मलाई। अनि गृहमन्त्री त अलिक कडा हुनु पऱ्यो नि त, अलिक तुरुन्तै डिसिजन लिन सक्ने मान्छे होइन। अब गृहमन्त्री सुदनजी हुनुभयो भए होइन, अब भ्रष्टाचारीलाई चाहिँ कारवाही होला जस्तो लाग्यो। तर अलिकति म सुदनजीलाई सुझाव पनि दिन चाहन्छु होइन, अलिकति दायाँ बायाँका वरिपरिका मान्छेहरूसँग त्यति नलाग्नुहोस्, पहिलाका मान्छेहरूसँग अलि राम्रो राम्रो सल्लाहकार राख्नुहोस् होइन। सुदन गुरुङ आँटिलो हुनुहुन्छ, हिम्मतिलो हुनुहुन्छ होइन, तर अलिकति ज्ञानको उहाँलाई कमी छ क्या। मतलब उदाहरणको लागि जेएनजी आन्दोलनपछि रिपोर्टर्स क्लबमा एउटा प्रेस मिट भइरहेको थियो होइन। अनि मेरो आफ्नो मोबाइल टिभी पनि छ नि त च्यानल, त्यसको केटाहरू पनि खिच्न गएको रहेछ मेरो मोबाइल टिभीको। अनि पछि हेर्दा म हाँसेको थिएँ क्या, चट्ट आउनुभयो। अनि जेएनजीको अगुवा भएर सुरुमै हाम्रो माग के अरे दिइहाल्नु भयो क्या, पहिलो माग के अरे भनिदिनु भयो कि। मलाई पहिलो मागै थाहा रहन्छ क्या, भने मतलब अलिकति बुझेर आउनुहोस् भन्न चाहन्छु होइन। अरू त मलाई ठिक छ, किनभने मैले जेएनजी आन्दोलनपछि 24 गतेको राति जस्तो लाग्छ होइन, आर्मीहरूसँग फोनमा त्यो पछि लाइभ पनि आएको थियो नि त, जुन डिल गर्नुभएको थियो नि, यो मान्छे चाहिँ के गर्छ कि भन्ने मलाई त्यो आशा आएको थियो क्या। त्यो मान्छे आँटिलो छ भनेर क्या, त्यो थियो। तर होइन अलिकति बुझ्नु जरुरी छ उहाँले होइन। फेरि अब गृहमन्त्री भएपछि पनि अब मान्ने उहाँ भ्रष्टाचारी छ, आफ्नो साथीहरूलाई यसलाई समाइदिउँ के गरौँ भन्यो भने त बिग्रियो नि त होइन। त्यही भएर ठ्याक्क एक ठिक भएर लगाम लगाएको घोडा हुन्छ नि, लगाम लगाएको घोडा जस्तो सुदन गुरुङजीले चाहिँ होइन, लगाम लगाएको घोडा भने दायाँ बायाँ हेर्न नपाउने क्या,
सिधा भ्रष्टाचारको उन्मूलन, जस्तै हुन्छ गुन्डागर्दी उन्मूलन, दौनगिरी उन्मूलन भनेर गरिदिनु भयो भने होइन धेरै जनताहरूले उहाँलाई धेरै आशिष दिनेवाला छ र अर्को पालिको चुनावमा फेरि सुदन गुरुङ प्रधानमन्त्री हुन नि पर्ला। जस्तै जेनजी आन्दोलनपछि बनेको सरकार हो नि त, चुनावपछि त्यही चुनावको अगाडि बनेको सरकार हो। उहाँले 1 2 3 यो काम गर्नुपर्छ, यो मान्छेलाई समाउनुपर्छ पहिलो नम्बरमा भन्ने त्यस्तो केही छ तपाईँले भन्नु सुझाव दिनुपर्दा? होइन, यो 1 2 3 भन्दा नि सम्पूर्ण भ्रष्टाचारीलाई थुन्ने हो क्या। हाम्रो नेपालको जेलले पुग्दैन त्यो थाहा छ। फेरि भ्रष्टाचारी भनेको नेताहरू मात्रै हुँदैन क्या, कर्मचारी हुन्छ, जनताहरू पनि हुन्छ क्या। नारायणघाट मुगलिङ सडक खण्ड बन्द भयो भने यहाँ पेट्रोल पम्प बन्द हुन थाल्छ काठमाडौँमा। 1 किलो गोलबेडाको 300 भन्न थाल्छन्। त्यो भ्रष्टाचार होइन, यस्तालाई नि कारबाही हुनु पर्यो क्या। डिजेल पेट्रोलको भाउ बढ्यो भने इभी गाडीले भाडा बढाएर त्यही त अचम्म छ। अनि फेरि हाँसउठ्दो कुरो चाहिँ के छ भने होइन राजसभाको 2 तिहाई आयो, त्यही भएर 15 रुपियाँ डिजेल पेट्रोलमा बढ्यो अरे क्या। यो त होइन नि त, राजसभा त भर्खर प्रधानमन्त्रीको कुर्सीमा बसेको छैन, त्यो बालेनले बढाएको होइन नि त। होइन, त्यो म त साँचो कुरा बोल्ने मान्छे हो होइन, मान्छेलाई गिराउने भन्दैमा त्यसरी गिराउनु नि मिल्दैन। बालेन शाहले अब प्रधानमन्त्रीको कुर्सीमा बसेपछि, सुदन गुरुङ गृहमन्त्रीको कुर्सीमा बसेपछि अथवा अरू मन्त्रीहरू आफ्नो ठाउँमा पुगेपछि होइन अब पनि काम गरेन भने होइन भन्नुपर्छ, ठोक्नुपर्छ, हान्नुपर्छ। तर जाँदै नगइकन होइन हावातालमा दोष लाएर नि काम छैन क्या। त्यो चाहिँ कतिले मलाई जहाँसम्म लाग्छ म फिल्म हेर्दा हेर्दै पनि हामी 3 भाइ भन्ने फिल्म हेर्दा हेर्दै गाईको उयो आवाज सुनिरहेको थिएँ, सुदन गुरुङलाई के गृहमन्त्री बनायो भन्ने कुरो थियो क्या। सायद अर्जुनले पनि सुनिरहेको थियो होला। सुदन गुरुङ अहिले नियुक्ति मात्र भएको छ, पहिला काम गरेको हेर्न दिउँ न होइन। उहाँ पनि पहिलाको जस्तै निस्क्यो भने त विरोध गरौँला, पहिला कुर्सीमा बस्न दिउँ, काम गरेको हेरौँ होइन, त्यसपछि हेरौँ। बालनजीलाई चाहिँ हुन्छ नि 1 2 3 सुझाव दिनु पर्यो भने के दिनुहुन्छ? त्यही हो, उहाँलाई पनि उहाँ त छ नै लगाम लगाएको घोडा हुनैपर्छ क्या। तर बालेनजीलाई हामीले सुझाव दिनै पर्दैन क्या, उहाँले गर्नु नै हुन्छ। उहाँ नगरपालिकाको मेयर हुँदा पनि होइन यत्रो पार्टीहरू दुश्मन हुँदा काममा बाधा व्यवधान हाल्दा पनि होइन उहाँले आफ्नै तालले गरिरहनु भएको थियो क्या होइन। उहाँलाई कसैले भन्नै पर्दैन क्या, उहाँलाई कसैले सिकाउनै पर्दैन। बालेन शाहले केही न केही गर्नुहुन्छ। अब यसमा रवि लामिछानेको पनि ठुलो हात हुन्छ है, किनभने उहाँ झन्डै झन्डै 2 तिहाईको पार्टीको सभापति हो। त्यागी नेता भनिरहेको छ नि रवि दाइलाई, के हो, भन्नुहुन्छ? रवि लामिछानेले त्याग गरेकै हो क्या। म पहिला रवि लामिछानेको अन्धभक्त थिएँ, उहाँ पत्रकार हुँदा। उहाँ 79मा पार्टी खोलेर चुनाव लड्दा मैले लाखौँ करोडौँको बिल पनि तिरेको छु प्रचार प्रसारमा, आफ्नै पैसाले फेरि है। अनि पछि उहाँ 2 चोटि सरकारमा गएपछि अलिकति उहाँबाट मन मर्यो, किनभने उहाँ 2 चोटि सरकारमा जाँदा नि केही गर्नु भएन। तर पछिल्लो पटक जेलबाट निस्केपछि होइन जुन उहाँले पहल गर्नुभयो नि बालेन शाहलाई भेट्ने, कुलमान घिसिङलाई भेट्ने होइन, मैले त पहिल्यै त्यही बेलामा सल्युट हानेको क्या रवि लामिछाने। यो के अरे उहाँ वाल्मिकी बनिसक्नुभयो, वाल्मिकी बनाएको अरे रत्नाकर डाँगु वाल्मिकी भने जस्तो, फेरि रवि लामिछानेलाई डाँगु भनेको चाहिँ होइन भने मतलब वाल्मिकी सन्त भइसक्नुभयो क्या। किनभने बालेन शाहसँग मिटिङ गर्नुभयो, कुलमानजीलाई नि मिटिङ गर्नुभयो। कुलमानजीलाई जहाँ पनि बिहानी चाहिँ आसेपासेले हो क्या, कुलमान घिसिङको आसेपासेले उचाल दिएर कुलमान घिसिङ एउटा राम्रो मान्छे गयो नि त। म त ऊर्जा मन्त्रीमा अझ पनि उहाँ नै आओस् भन्ने चाहन्थेँ कि। रिमा विश्वकर्मालाई चाहिँ कसरी हेर्नुभयो? उहाँ त फस्नु भयो। उहाँ त समानुपातिकमा उहाँ कुलमान घिसिङलाई भित्तामा टाँसेर भए पनि आउनुभयो, सांसद बन्नुभयो, सांसदज्यू भन्नुपर्छ। तर त्यहाँ नि मलाई दुःख लागेको छ, रिमा जतिको मान्छे होइन त्यत्रो पढे लेखेको मान्छे होइन चुनावै लडेर पनि सांसद हुन सक्थ्यो, तर दलित कोटामा जानुभएको छ कि। मलाई यो दलित कोटा यो कोटा भन्ने नै मन पर्दैन कि। राइट म्यान राइट प्लेस हुनुपर्छ, सक्षम मान्छे जानुपर्छ। रिमा विश्वकर्मा यतिकै सक्षम छ नि, प्रकाश सपुत, रिमा विश्वकर्मा दलित कोटा चाहिन्छ, यो खारिज गर भन्नुपर्ने मान्छे हो कि होइन। हामी सबै बराबर हो भन्नुपर्ने मान्छे, यहाँ त सानो जात ठुलो जात भन्ने नै हुँदैन क्या। त्यो भन्नेलाई कारवाही गर्नुपर्छ भन्नुपर्ने मान्छे अब खोइ के हो, जस बधाई छ उहाँलाई। सरकार बनिसकेको छ होइन, अब कर्मचारी तन्त्रले चाहिँ काम गर्न दिँदैन, अल्झाइदिन्छ भन्छ नि, के भन्नु? निकाल्नु पर्यो, त्यस्तालाई निकालिदिनु पर्यो। त्यही भएर त जनताले 2 तिहाई दिएको छ। बालेन पनि कडा छ, सुदन पनि कडा छ, केही न केही गर्छ। अब यो कार्य सकेन भने मलाई बोलाउँदा नि हुन्छ, तपाईँलाई बोलाउँदा पनि राम्रै हुन्छ। तपाईँ कुनै पद दिएर दिन त कहाँ दिन्छ र होइन भने म भने मतलब यहाँ धेरै छ नि त। म भने मतलब
जसले लिन जाने हुँदैन दिन मात्र जाने हुन्छ भन्नु खोजेको कि त्यस्तालाई ल्याउनु पऱ्यो नि त होइन उसो चाहिँ पहिला हाम्रो नेपालमा अख्तियार भन्छन् होइन अख्तियारले अहिलेसम्म एउटा भ्रष्टाचारीसँग थाहा छ पहिलो कुरो त अख्तियारलाई कारवाही गरौँ न होइन अख्तियारलाई अख्तियारी गर्ने अर्को महा अख्तियार भनेर राख्नु पर्ला जस्तो लागिरहेको छ कि मलाई अब यो कार्की आयोगको के अरे प्रतिवेदन पनि सार्वजनिक भएको छ होइन अब यसमा भनेअनुसार कति सत्य हो त्यो एक्ज्याक्ट बाहिर नआए पनि न्युजमा आए अनुसार चाहिँ तत्कालीन प्रधानमन्त्री गृहमन्त्री र प्रहरी प्रमुख त्यतिखेरको उहाँहरूलाई 10 वर्षसम्मको जेल हुने भन्ने खालको कुराहरू एकदम व्यापक छ तपाईँलाई के लाग्छ यो दोषी नै हो ठहराएको छ भने प्रमाण पुगेको छ भने होइन 10 वर्ष त कम भयो नि त त्यसमा त्यत्रो मान्छे मारेर 10 वर्ष भने जेलमा डे नाइटको कटाउँछ फेरि नेता भनेपछि यति वर्ष सुट उति वर्ष सुट भन्छ होइन त्यसले त म पनि मार्दै हिँडेँ भइगयो नि त जनताको छोरछोरी मार्ने अनि त्यसपछि होइन दोषी छ भने है फेरि मलाई थाहा छैन होइन यदि दोषी छ भने चाहिँ होइन 10 वर्षले पुग्छ जस्तो मलाई लाग्दैन हुन त हाम्रोमा नियम छैन संविधानले त्यहाँ छैन म त फाँसीमा चढाउनु पर्छ भन्छु क्या यदि दोषी ठहर हुन्छ भने चाहिँ म भए चाहिँ त्यो गर्थेँ फेरि अब रवि लामिछानेलाई त्यागी नेता भनेर राख्दाखेरि तपाईँको यतिखेर के सन्देश छ रवि लामिछानेलाई अस्तित्व रवि लामिछानेलाई यस्तो सन्देश रवि लामिछाने एकदम महान बनिसक्नु भयो भने किनभने होइन उहाँका झोले झाम्टेहरूले रविलाई गृहमन्त्री बन्नुपर्छ भने उचालिरहेको थियो क्या मैले एकचोटि फेसबुकमा पोस्ट हालेँ योपालिको गृहमन्त्री कसलाई देख्न चाहनुहुन्छ भनेर होइन 99.9% रवि लामिछाने भन्यो क्या रवि लामिछाने अहिले होइन गृहमन्त्रीको पदभन्दा धेरै माथि पुगिसक्नु भयो क्या धेरै माथि उहाँ गृहमन्त्री बन्नु हुँदैन थियो मलाई ठिक लागिरहेछ रवि लामिछाने साँच्चै नै त्यागी नेता बन्नुभएछ क्या फेरि सलुट दुई हातको सलुट अब रवि लामिछानेले यहाँ मोनिटरिङ गर्नुपर्छ क्या सबलाई मन्त्रीमण्डललाई पनि सांसदहरूलाई पनि र हामी जनताहरूलाई पनि अब घरको छानपानको रोल कस्तो होला अब संसदमा कतिको हामीले हुन्छ रमाइलो होला के होला पहिला धरानबाट स्ट्याटस लेख्नुहुन्थ्यो अब संसद भवनबाट लेख्नुहुन्थ्यो लेख्न चाहिँ उहाँले छोड्नुहुन्न छोड्न पनि हुन्न हर्कजी खबरदारी गरिरहनुपर्छ मलाई अहिलेको के भन्छ प्रतिपक्षी भन्छ नि 1 नम्बर र 2 नम्बरको प्रतिपक्षी हर्क साम्पाङ र ज्ञानेन्द्र साई मात्रै देखाएको छु यही दुईजना मात्रै हुन्छ कि जस्तो लाग्छ सायद हिजो दुईजना सँगै बसेको थियो क्या है एआई हो कि साँच्चै हो उस्तै उस्तै मान्छे बसेको छ क्या मलाई खुसी लागेको थियो मलाई ज्ञानेन्द्र साई पनि ठिक लाग्छ मलाई होइन हर्क साम्पाङ ठिक लाग्छ होइन प्रतिपक्ष हुनैपर्छ डाइलग हान्ने मान्छे हुनुपर्छ तर अलिक धेरै पनि गर्न हुन्न है फेरि बालेनजी र हर्क छानपाङको माया प्रीति कस्तो होला त खै डेभलप पर्दै हुन्थ्यो भन्ने लागेको थियो है खै पर्छ होला अब 5 वर्ष सँगै बस्दाखेरि पर्ला नि त अब मलाई साँच्चै लाग्छ बालेन शाहले राम्रो काम गर्दै जानुभयो भने होइन अहिले बालेन शाहको एकतर्फी लभ छ बालेन शाहले भ्रष्टाचारीलाई भट्टाभट थुन्न थालेपछि होइन हर्क साम्पाङको तर्फबाट नि लभ पर्छ जस्तो लागिरहेको छ मलाई चाहिँ टु साइडै लभ पर्छ मेरो एउटा गीत छ नि पर्यो 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 टु साइडेड हाम्रो लभ पर्यो भने जस्तो हुन्छ जस्तो लागिरहेको छ हर्कजी ठिक छ मान्छे होइन हर्कजी एउटा विशेषता भनेको के भने होइन एक्लो अनुहार चिन्नेको अनुहार अस्ति भर खोल्या पार्टी राष्ट्रिय पार्टी बनाइदियो क्या होइन हर्क साम्पाङलाई मान्नु परेन अझ बढी सिट आउँथ्यो क्या उहाँको प्रचारकहरू सुरु भयो क्या कस्ता कस्ता मान्छेले प्रचार गरिरहेको थियो हेर न अब भन्यो भने रिसाउँछ मलाई गाली गर्ला नि फेरि है प्रचारकहरूले होइन अहिले प्रचारक नि कतिले भएको थिएन होइन जति भोट आयो हर्क साम्पाङकै नाममा आयो क्या हर्क साम्पाङलाई मान्नै पर्छ प्रतिपक्षमा चाहिँ उहाँले विशेष भूमिका खेल्नुहुन्छ भन्ने मलाई लागिरहेछ अब लास्टमा जाँदा जाँदा एउटा यही सम्बन्धी हर्क छानपाङको राम्रो सपोर्ट गरेको र रासपालाई चाहिँ विरोध गरेको भनेर विश्व लिम्बू भन्ने एकजना पत्रकार हुनुहुन्छ उहाँको एकदमै आलोचना भइरहेछ कतिले सपोर्ट पनि गर्नुभएको छ कतिले आलोचना गर्नुभएको छ यस विषयमा चाहिँ के छ तपाईँ त्यो गर्नुहुन्न त्यो अब आफ्नो विचार हुन्छ होइन सबै एउटै पार्टीमा आयो भने त यो चुनावै हुँदैन थियो नि होइन कोहीले कुन पार्टीलाई सपोर्ट गर्छ कोहीले कुन पार्टीलाई सपोर्ट गर्छ होइन त्यो अब आफ्नो अधिकारको कुरा हो क्या कोहीले काङ्ग्रेसलाई गर्ला कोहीले एमालेलाई गर्ला कोहीले रासोपालाई गर्ला कोहीले राजालाई गर्ला होइन अब आफ्नो विचार हो नि त होइन आफ्नो विचार राख्दाखेरि होइन त्यो गाली गर्नुहुन्न क्या अस्ति रवि लामिछानेले भाषणमा भनिसक्नुभयो आफ्नो समर्थकहरूलाई होइन तर हामी नेपाली हौँ टेर्दैनौँ एकदम तनावमा हुनुहुन्थ्यो विश्व लिम्बू के सन्देश छ त्यो गर्नुहुन्न विश्व लिम्बूलाई के भन्नुहुन्छ
नातिनुस् होइन यस्तो भइरहन्छ। म नि धेरैचोटि परेको छु यस्तो केसमा होइन। म त बाल दिन्दै कतिचोटि मेरो फोटो जलाएँ, कतिचोटि तँलाई बाहिर भेट्नु तँलाई जान छु भन्थ्यो। म त फोन नम्बर दिएर पठाइदिन्थेँ मेसेजमा। आइज एक बाउले जन्माएको छोरो हो भने आइज भनेर पठाउँथेँ। तिनीहरू एक बाउले जन्माएको छोरो यिनीहरू रहेछ आउँदैन थियो। एउटा चाहिँ उयो पर आएको थियो फेरि उयो परको रेस्टुरेन्टमा नाम लाग्यो नि आज को हो उहाँ? थियो एकजना गुरुङ थरका मान्छे थियो। यो इन्टरभ्यू पछि त्यहाँ गएर सोद्धा पनि हुन्छ होइन। लगभग 2-3 वर्ष अगाडिको कुरा हो। यहाँ पुरै त्यो फिल्मको फाइट के हो अरे धोबी ठुलै हानेर पठाएको थियो क्या हामीले। त्यो बेला एउटा हाँसउठ्दो कुरो नि छ। जहिले कमेन्ट गरेर गाली गरेर नि होइन एकदम नराम्रो नराम्रो कमेन्टको ल एकदिन अति भयो ल बोलाएँ मैले त्यसको। फेरि त्यो फेक आइडी थिएन कि रियल आइडी थियो। नम्बर दिएर पठाएँ आयो पनि होइन। सबभन्दा पहिलो कुरो यही लिफ्टबाट आएर म सुनिरहेको थिएँ। पहिला एक्लै गएको थिएँ कि म ग्याङहरू थिएँ सबै। पहिलो कुरो मलाई देखेर त्यो तर्स्यो क्या। त्यसले चाहिँ मलाई एकदम पुड्के बाम पुड्के एकदम लसुन पुड्के भन्ने ठान्ने रहेछ कि। उसले कमेन्ट पनि दिइहाल्थ्यो कि फेरि साला बाम पुड्के तेरो टाउकोमा थुक लगाएर फेरि हान्छु भन्थ्यो है। पहिलो कुरो मलाई सोधेको थियो कि अन्त त्यसले हेरुन्जेललाई मैले दिइसकेको थिएँ फेरि। त्यो बेला म पनि दिन्थ्यो होला नि लगभग 4-5 वर्षै भयो होला लाग्छ मलाई त्यो बेला होइन। तिनीहरू पनि धेरै बसिरहेको थियो। सायद त्यो बेला हाम्रो सबिन छ नि हिरो ऊ पनि थियो। उसो त अरू हिँड्यो हो नि त। ऊ अर्कै टेबलमा थियो। उनीहरूसँग मेरो त्यति राम्रो चाहिँ अहिलेको जतिको राम्रो थिएन होइन। बोतलै यसरी हानी मैले त्यसलाई होइन। त्यस्तो नि भएको छ क्या मेरो। म चाहिँ यो कमेन्टसँग डराउँदिनँ। विश्व लिम्बूको कुरामा चाहिँ होइन बिचरा त्यसो नगरिदिनुहोस् यार। सोझो मिडियाकर्मी हो है। र अनि अर्को कुरो मिडियाकर्मीहरू यत्रो क्यामेराहरू छ होइन। मिडियाकर्मीहरूलाई भन्न चाहन्छु होइन एउटै पार्टीको झोले चाहिँ बन्नुहुन्न क्या मिडिया चाहिँ कम्तीमा। विश्वजी त्यस्तो झोले बन्नु भयो त होइन नि? होइन विश्वजीलाई भने विश्वजीले त सबलाई बोलाउनु भएको छ यार। जस्तै हर्क साम्बाङलाई धेरै बोलायो होला आफ्नो ठाउँमा छ। त्यसको कारण छ नि त। हर्कजी आइदिनुहुन्छ। अब बालेन्सालाई बोलाएन आउँछ त आउँदैन नि त। उहाँ इन्टरभ्यू दिने नेचरकै हुनुहुन्छ। उहाँ काम हुनुहुन्न काम गर्ने नेचरको हुनुहुन्छ। उहाँले प्रयास त गर्नुभएको थियो होला नि त। रवि लामिछाने ल्याउन प्रयास गर्नुभएको थियो होला। केपी ओली ल्याउन प्रयास गर्नुभएको थियो होला होइन। तर मैले अरू मिडियाहरूलाई भने क्या कति मिडियाहरूले चाहिँ खुलेर मिडियाहरू लगाइदियो क्या। त्यो चाहिँ मलाई दुःख लाग्यो। मिडिया कुनै पार्टीको झोले बनिदिएपछि हामी जनताले सही समाचार चाहिँ कसरी पाउने त। त्यो कारणले भने विश्व लिम्बू चाहिँ मलाई सोझो मान्छे लाग्छ यार। उहाँलाई गाडी नगरिदिनु होला। अब अन्तिममा छोरीको फिल्म लागेको छ आजबाट के भन्नु?